हेलो नमस्ते सबैमा नमस्ते। म आज फेरि पनि धेरै लामो समयपछि एउटा नयाँ भिडियो लिएर आउँदैछु। आफूले सिकेका कुराहरू अरूलाई सिकाउने म तपाईहरुको आफ्नै साथी विजय रोकाया। साथीहरु, यो अहिले युरोपियन कन्ट्री क्रोएसियाको तपाईको भिजा कसरी ट्र्याक गर्ने भनेर चाहिँ मैले आज सिकाउँदै छु। कतिपय साथीभाइ अनि त्यसपछि दाजुभाइ दिदीबहिनीहरूले चाहिँ मलाई भिजा ट्र्याक गर्न आएन हैन, कसरी ट्र्याक गर्ने हैन, ट्र्याक गर्दा नि इनपुट इनभ्यालिड इनपुट भनेर भनेर तपाईहरु धेरै साथीहरूले भनेको मैले सुनेर तपाईहरुलाई मैले यो भिडियो जानकारीमूलक होला भनेर बनाउँदै छु। साथीहरु, यो भिडियोलाई चाहिँ तपाईले अन्तिमसम्म हेर्नुपर्ने छ। यदि तपाईले अन्तिमसम्म हेर्नु भयो भने तपाईले डेफिनेटली तपाईले बुझ्नु हुनेछ है। त्यसको लागि चाहिँ तपाईले केही गर्नु पर्दैन। अब भिडियोको टपिकतिर लागौं, धेरै लामो कुरा पनि नगरौं, एकदमै सर्ट भिडियो हुनेछ यो। त्यसको लागि तपाई ल्यापटपमा तपाई सर्च गर्दै हुनुहुन्छ र ल्यापटपबाट तपाई ट्र्याक गर्दै हुनुहुन्छ भने तपाईसँग ओआइबी भन्नाले पनि रेफरेन्स नम्बर रेफरेन्स नम्बर चाहिँ हुनुपर्ने छ र आफ्नो लास्ट नेम हुनुपर्ने छ। बाँकी एउटा क्याप्चा आउँछ, त्यो हानेर तपाईले सबमिट गर्नुपर्ने हुन्छ है त। अब त्यसको लागि अब सुरुमा चाहिँ गुगल क्रोम तपाईले ओपन गर्नु होला र गरिसकेपछि यो भिएफएस ग्लोबल हान्नु होला। यो तपाईको अफिसियल साइटको पेज खुल्नेछ है। अब यसमा चाहिँ वेलकम टु भिएफएस ग्लोबल, यो जुन यो लास्टमा चाहिँ होम भनेको यो वेबसाइट चाहिँ आधिकारिक हो। यसमा चाहिँ तपाईले क्लिक गर्नु होला। अब क्लिक गरिसकेपछि तपाईले केही गर्नु पर्दैन। यहाँनिर तपाईको कुन ठाउँबाट चाहिँ तपाईले भिएफएस गर्नुभयो हो। मैले नेपालबाट है, नेपालबाट गरेको नेपाल चुज गर्छु। तपाई यदि यहाँ इन्डियाबाट भिएफएस गर्नुभएको छ भने यहाँ तपाई इन्डिया चुज गर्न सक्नुहुन्छ है त। अब यहाँनिर तपाईको कुन ठाउँ जाने हो, क्रोएसिया है। यहाँ जाने देशको चाहिँ तपाईले नाम हान्नु होला है त। अनि त्यसपछि यहाँ बुक नाउमा गएर या त ट्र्याक या त बुक नाउ या त तपाई टेक मी टु द वेबसाइट भन्ने अप्सन छ, यसमा जानु होला है। अब यसमा गइसकेपछि तपाईको एउटा इन्टरफेस खुल्छ र त्यसपछि तपाईले यहाँनिर डाइरेक्ट बुक नाउ गर्नु होला र बुक नाउ गरिसकेपछि यहाँनिर छ यो ट्र्याक नाउमा जानु होला। अब यो ट्र्याक नाउ आउने बित्तिकै तपाईको यो सुरुको यो ट्र्याक यो भिसा एप्लिकेसन स्ट्याटस अनलाइन भन्ने छ, यसमा चाहिँ तपाईले टच गर्नु होला र तपाईको आइसकेको छ यहाँनिर क्रोएसियाको लोगो है। तपाईले यहाँनिर हान्नु पर्ने छ रेफरेन्स लोगो। म यहाँ तपाईलाई हानेर देखाउँदै छु है। म यहाँ तपाईहरुलाई यहाँनिर रेफरेन्स नम्बरहरु सबै हानेर देखाउँदै छु। रेफरेन्स नम्बर यहाँनिर मैले हानेर देखाउँदै छु। यहाँनिर चाहिँ जो मेरो लास्ट मैले हान्न लागेको क्यान्डिडेटको लास्ट नम्बर हो है। यहाँनिर चाहिँ तपाईले जस्ताको तस्तै हाल्नु लागि क्याप्चा VWVQ। अब यति हालिसकेपछि तपाईले यहाँनिर सबमिट गर्नु होला है। अब यो सबमिट गरिसकेपछि तपाईको यहाँनिर देखाइसकेको छ एप्लिकेसन इज रिसिभ्ड एट क्रोएसियन एम्बेसी है, न्यू दिल्ली फर प्रोसेसिङ भनेको छ। अब यहाँनिर चाहिँ तपाईको न्यू दिल्ली क्रोएसियन एम्बेसीमा पुगिसकेको छ तपाईको डकुमेन्टहरु हैन, र तपाईको चाहिँ यहाँ प्रोसेसिङ भइराछ भन्ने चाहिँ देखाएको छ है। अब यति भयो भने तपाईले प्रोसेसिङ नै छ भनेर बुझ्नु होला। र यदि तपाईको चाहिँ आइसकेको छ भने यस्तै गरेर तपाईले चेक गर्नु होला। तपाईको रिसिप्ट समथिङ अब कुरियर बाइ नबिल बैंक यस्तो लेखेर आएको हुन्छ है। अनि लास्टमा चाहिँ भिजा आएको डेट पनि हुन्छ। तपाईले चाहिँ नि यसरी सजिलै तरिकाले आफ्नो घरबाट चाहिँ आफ्नो भिजा आएको छ कि छैन भनेर ट्र्याक गर्न सक्नुहुन्छ। हस् त
साथीहरू आजको यो भिडियो यति नै। यदि तपाईलाई यस्तै जानकारीमूलक भिडियो चाहिन्छ भने तपाईहरुले मलाई कमेन्टमा यो भिडियोको कमेन्ट बक्समा आएर तपाईहरुले कमेन्ट गरेर तपाईलाई अरु पनि केही जानकारीहरु केही नजानेका कुराहरु छन् भने त्यसको बारेमा भिडियो बनाइदिनुस् भनेर तपाईले भन्नु होला र म त्यसको बारेमा भिडियो बनाउन कोसिस गर्नेछु। हवस् त आजको लागि बाइ बाइ, टेक केयर साथीहरु। यसरी नै भिजा ट्र्याक गर्न सक्नुहुन्छ है त। हैव अ गुड डे।